लाइटर लेना लाइटर बत्ती है मोमबत्ती बालना है क्या अरे अनिल बाल अनिल बाल नहीं क्या यो बड़ा ये छोटा जो की बात है ये बालना ये सबैले बाल्नु म त बाल्दै गरौँ न ल खसा ल ल कोही लाइट भिडियो हान्नुमै जोस् म ल दामी बनाएछ निलो किन नहालेको हाम्रो गाउँमा लेडिज छैन कि तपाईँ बाल्नु देखो उन त मेरो हात कामी जान्छ जे गर्नु पर्यो हुन्छ खै निलो थिएन निलो ल तर हावाले पो बाल्नु एउटा त बाला न यो त उयसको लागि यहाँ बाल्न यहीँ बाल्न अहिले फेरि हामी बालेर राख्ने हो क्या लाइटर सञ्जय ओ भिडियोहरू बनाए यहाँ बिचमा पनि एउटा बाल दिउँ न भाँचे त बाल्नुको लागि मात्रै युज गरेको त्यो बाल्दा दामी यो 2082 लेख्ने चाहिँ कडा छ त हौ हाम्रो उहाँ छ हो नि त ल यसमा चाहिँ सानो अनौपचारिक कार्यक्रम गरौँ होइन त्यो कार्यक्रम सन्जयलाई उयो गर्नु भने कार्यक्रम चाहिँ धेरै होइन हामी सबै भएर राष्ट्रिय गान गाउँ अनि 1 मिनट मौन धारण शहीदहरूलाई सम्झेर गरौँ त्यति चाहिँ गरौँ लाइभै हाल्न सन्जयको फेसबुक बालेर हामीले बालेर राखौँ तपाईँ बाल्नुहुन्छ ए यहाँ पनि निभेछ तिम्रो भयो सबै पनि निभेको छ यता पनि सान भएको मलाई भिडियो WhatsApp-मा सानो है अब अनौपचारिक भएर हामीले गर्दै जाँदाखेरि होइन आज हामी मिति 2082 साल माघ 16 गते हरेक वर्ष चाहिँ है यो वर्ष पनि आज हामी शहीद दिवस मनाउन गइरहेछौँ हाम्रो नेपाल देश बनेदेखि है विगतदेखि इतिहास हेरेर अहिलेसम्म लगभग हामी जेनजी आन्दोलनसम्म आइपुग्दा होइन हामीले थाहा भएका नभएका जे जति योद्धाहरू थिए जसले समाजको लागि देशको लागि अहरात्र खटेर समाजकै लागि भनेर देशकै परिवर्तनको लागि भनेर आफ्नो जीवनलाई हाँसी परित्याग गर्दै बलि भएर गए है ती सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूलाई हामी एकपटक पनि यहाँ स्मरण गर्दै र भोलिको दिनमा हामीले पनि हाम्रो देशको लागि के गर्न सकौँ हाम्रो देशको समाजको लागि के गर्न सकौँ भन्ने अठोट गर्दै र हाम्रो भावी पुस्ताले पनि हाम्रो जति पनि वीर वीराङ्गनाहरू थिए शहीदहरू थिए उनीहरूको योगदानलाई कहिले पनि नभुलोस् भनेर हामीले आज यो औपचारिक कार्यक्रम गर्न गइरहेछौँ र अब भने हामी सम्पूर्ण एकपटकमा सम्पूर्ण जति पनि छन् यहाँ उहाँहरूलाई अब राष्ट्रगान गरेर होइन सम्पूर्णलाई राष्ट्रप्रति सम्मान र शहीदहरूप्रति श्रद्धा सुमन गर्नमा हार्दिक अनुरोध गर्दछु म 1 2 3 भन्छु अनि सबैले दिल खोलेर नलजा हाम्रो राष्ट्रगान गर्नलाई म अनुरोध गर्दछु 1 2 3 सय थुम्रा फुलका हामी एउटै माला नेपाली
सर्वभौमै फैलिएका मेची महाकाली सय ढुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूको रगतले शोषण र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाडी हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अन्तिम कार्यक्रम भनेको चाहिँ हाम्रो ज्ञात अज्ञात शहीदहरूको नाममा 1 मिनटको मौन धारण हुँदैछ। यसको लागि म एकजना टाइमर स्टार्ट गर्नु ल। म टाइमर हावाले मरिहाल्छ हावाले गर्दा रहेछ हावा नआए त ल ल। अब म 1-2 दिन भन्छु सबैजनाले 1 मिनटको लागि हाम्रो जति पनि ज्ञात अज्ञात शहीदहरू छ उहाँहरूको लागि 1 मिनट मौन धारण गर्नेछौँ र समय सुरु। शहीद दिवस हातमा बालेर क्या हातमा बालेर हातमा बालेर बोकेर शहीदहरूलाई क्या नेपालको लागि शहीद भएको सेना उठे जान्छु भन्छ खाली भाइ खिचेर एउटा सामुन तस्बिर खिच्न मादाम न एक ग्रुप ल एउटा सामुन तस्बिर ल एउटा सामुन तस्बिर ल यताबाट एकजना अन्त महेश भाइ हजुर भिडियो गर्दै राखौँ सामुन तस्बिर ल सामुन अङ्कल मुनि हुनुहुन्छ महेश भाइ पनि आउने फेरि ल भाइ छेलियो